सुरेगढी 4 का वडा अध्यक्ष रामचरण राईज्यू, त्यसैगरी सुरेगढी गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष दीपक अधिकारीज्यू, त्यसैगरी तेक्वान्दो जिल्ला समितिका सचिव शरण खरेज्यू, त्यसैगरी शिक्षा समितिका सदस्य सुनिल तामाङज्यू, त्यसैगरी यसै सुरेगढी गाउँपालिकाका कर्मचारी ज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण महानुभावहरू र शिक्षक साथीहरू र सम्पूर्ण खेलाडी भाइ बहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र कालिका माध्यमिक विद्यालयको तर्फबाट सम्पूर्णमा म हार्दिक नमस्कार गर्न चाहन्छु। र अहिलेसम्म जिल्ला खेलकुद समितिले 14औं संस्करण पार गरेको छ तथा 14 पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ प्रतियोगिता सुसम्पन्न गरेको छ र हाम्रो सुरेगढी गाउँपालिकाले हालसम्म 5 पटक 5औं राष्ट्रपति रनिङ सिल प्रतियोगिता अस्ति मात्र सुसम्पन्न गरेको छ। स्टेजमा आइदिनु म विद्यार्थी भाइ बहिनीहरूलाई अनुरोध गर्दछु र यसको लागि म आदरणीय सुरेगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घले तामाङज्यू र वडा अध्यक्षज्यूहरू दीपक अधिकारी ज्यू र हाम्रो रामशरण राईज्यू, शिक्षा समितिका सदस्यज्यू, जिल्ला तेक्वान्दो खेलकुदका सचिवज्यू र आदरणीय प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई पनि म हस्तान्तरणको लागि सहजीकरणको लागि हार्दिक अनुरोध गर्दछु। र यसो मिलेर टिकाहरू पनि समन्वय गरेर लगाइदिउँ, खाताहरू पनि लगाइदिउँ। कबड्डी खेल प्रतियोगितामा द्वितीय स्थान हासिल गर्नुभएको विजय राई। पहिले मिलाएर आऊ है द्वितीय स्थान राई, कबड्डी तृतीय, विक्रम तामाङ तृतीय कबड्डी, दय थापा मगर अनि आउनलाई थियो त रोशन तामाङ स्नेहा चौधरी 100 मिटर × 4 मा द्वितीय, सरुना मल्ल 100 मिटर × 4 मा द्वितीय, सबिन तामाङ 100 मिटर × 4 मा द्वितीय, मेडल पनि एक प्रकारले सपना तामाङ
कबड्डी खेलमा द्वितीय सुषमा राई, कबड्डी द्वितीय मनिका राई, कबड्डी द्वितीय सलिना मोक्तान, मनकुमारी तामाङ कबड्डी द्वितीय, सोनिया तामाङ तृतीय कबड्डी, वर्षा थापा जिल्लाकै उत्कृष्ट एथलेटिक्स खेलको ल वर्षा थापा, शिवबहादुर मगर द्वितीय पुरस्कार, मनिका राई, सुषमा राई द्वितीय पुरस्कार, सुषमा राई द्वितीय पुरस्कार, कल्पना राई द्वितीय पुरस्कार, कल्पना राई गाउँपालिकाका वडा नम्बर 2 र 4 का वडा अध्यक्षज्यू, जिल्ला टाइगन्डु सङ्घका संयोजक शरण घलेज्यू, अन्य शिक्षा समितिका सदस्यज्यूहरू, अभिभावकज्यूहरू र शिक्षक साथीहरू र खेलाडी भाइ बहिनीहरू, यहाँ सबैलाई नमस्ते है त। अब म तपाईँहरूको धेरै समय लिन्न, यहाँहरूलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु। खेल एउटा खेलले के गर्छ, के गर्दैन, खेलको महत्त्व के हो भन्ने कुरो यहाँहरूलाई मैले भनिरहनु पर्दैन, यहाँहरू आफू जानकारी हुनुहुन्छ। र अहिले हामी हाम्रो नौलो विद्यालयबाट सिलेक्ट भएर तपाईँहरू जिल्ला स्तरीय रनिङ सिलमा जानुभयो। जिल्ला स्तरीय रनिङ सिलबाट सिलेक्ट भएर तपाईँहरू प्रदेशमा छनौट हुँदै हुनुहुन्छ। प्रदेशमा तपाईँहरू छनौट हुन साथै राष्ट्रिय खेलाडी भइहाल्यो। प्रदेशमा छनौट हुन साथै प्रदेश छनौट भएर जान साथै त्यसो हुनाले यो खेलाडी भाइहरूले बडा यो प्रदेशमा जाने भाइ बहिनीहरूले बडा अनुशासित तरिकाले, तपाईँहरूलाई एउटा कुरा थाहा छ, खेलको सबैभन्दा महत्त्वपूर्ण, खेलाडीको सबैभन्दा महत्त्वपूर्ण अङ्ग भनेको अनुशासन हो। अनुशासनले यस्तो बनाउँछ मान्छेलाई, अनुशासनले तपाईँलाई खेलमा असाध्यै मेहनत गर्छ। म पनि खेल्थेँ, तपाईँहरूलाई थाहा छ, अस्ति तल आमभन्ज्याङमा भएको खेलमा प्रमुख अतिथिले बल हुचियो, मैले ड्रिकिङ लिएँ, 4 नम्बरको वडा अध्यक्षले उठाएर मलाई दिए, म सर्ट पनि हालेँ। आजभन्दा 40 वर्ष अगाडि खेल्थेँ म, आजभन्दा 40-45 वर्ष अगाडि भनेको अहिले पनि अलिअलि बिर्सियादा रहन्छ नि त, होइन? उहाँहरूले खेल भने यस्तो हो। प्रदेशमा जाने भाइ बहिनीहरूले असाध्यै अनुशासित तरिकाले खेल्नु होला। खेललाई हामी प्रमोट गर्छौँ नै, सूर्यगढीले प्रमोट गर्छ नै। यो अगाडि नै यो गर्ने थियो, 1 गतेदेखि भनेको थियो, 7 गतेदेखि बेसी थियो, त्यही कारणले 20 गतेदेखि त जिल्ला खेलकुद समितिलाई पुरा गरेर अनि सारेर अनि अस्ति 20 गतेबाट खेल गराएको। र अब यो प्रदेशमा जाने भाइ बहिनीहरूलाई जानेको खर्च पनि गाउँपालिकाले गर्छ। फेरि यसरी
बसेर आज धेरै कुराहरू एउटा मौका पनि मिलाएको मौसमले साथ दिएर यो प्रमुख अतिथिले एक शब्दले बोल्ने बानी बिचरा 4-5 हजार मान्छे जम्मा हुँदा यो अभियान यहाँ भएको सबै वाजुहरूलाई थाहा छ तपाईँहरूलाई पनि थाहा छ यो मौसमले च्यालेन्ज दिइरहेछ त्यसकारण परदेशमा जाने भाइ बहिनीहरू असाध्यै राम्रोसँग मिहिनेत गर्दै जानु परदेश चिन्न साथै राष्ट्रिय खेलाडीमा छनौट भइहाल्यो राष्ट्रिय खेलाडी भन्न साथ अन्तर्राष्ट्रियसँग बिड गर्न सक्ने हुन्छ तर परदेशबाट छनौटको भएर आउँदाखेरिको अवस्था हो अब हामी 7वटा प्रदेश छ 7वटा प्रदेशमा उत्कृष्ट भयो भने त्यो राष्ट्रिय खेलाडी भनेको धेरै टाढा छैन हामीले यति मात्रै बाँकी छ त्यो समाउने कोसिस गर्नु भन्दै यो आजको कार्यक्रम चाहिँ अहिले फेरि पानीले साथी चाहिँ के भयो भइहाल्यो यसलाई मैले प्रयोग गरिनँ त्यो समयलाई मैले यही कुरा खेलाडी भाइ बहिनीहरूलाई भने र यो खेलमा सहभागी गराउनलाई राजु सर लगायत तल 5 नम्बरको गणेश महाविद्यालय सरहरू समय जान्छ तपाईँहरूलाई विशेष गणेश धामको सबै सरहरूलाई लगायत अभिभावक लगायत यहाँ बस्ने सम्पूर्ण अभिभावकहरू पनि ध्यान गराउन गइरहनु भएको छ उहाँहरूको पनि सहयोग छ सबैको सहयोग छ सबैले सहयोग गर्नुभएको छ सबैलाई धन्यवाद दिँदै गाउँपालिकाले आगामी खेलहरूमा पनि उत्तिकै कहाँ हुनु जान्छ यहाँहरूको समस्या